म चाहिँ यतिखेर यो चैनपुर नगरपालिकाको चाहिँ यो गोरेटार भन्ने ठाउँमा आएर चाहिँ यो भिडियो बनाइरहेको छु। पानी पर्न आँटेको अवस्था छ, सबै वारिपारि तुवालो लागेछ। एकदम कस्तो बेमौसममा आएछ, जहाँको भिडियो बनाउन खोज्छु त्यहीँ तुवालो लागिरहेको हुन्छ। ल हेर्नु, यो अरुण नदी हो अनि यहाँ तल सभा खोला मिसिएको छ। यो क्षेत्रमा सभा खोला र अरुण नदी त्यहाँ मिसिएर चाहिँ बगेर गएको छ है। यो क्षेत्र हो, यो सिमले भन्छ। सिमलेलाई परबाट देखिन्छ होला, यहाँबाट पनि अलिअलि सिमले भन्ने ठाउँ देखिँदो रहेछ यो गोरेटारबाट। आगो बलिरहेको रहेछ, धेरै जुम गरेपछि यस्तो भइहाल्छ, तुवालो लागेछ। ल यही हो सिमले भन्ने गोरेटारबाट देखिने ठाउँ चाहिँ। अनि यहाँ चाहिँ मकै छर्नु भएको रहेछ है। हाम्रो दिदी भेनाको बारीमा यसो देखाउनु पर्यो। पर गाईबस्तु पाल्नुहुन्छ, सुँगुरहरू पनि त्यतै छ भने यो माथिको जङ्गलदेखि माथि गएपछि लोहाकोट भन्ने आउँछ, खराङ भन्ने आउँछ, त्यो क्षेत्र हो। रुद्राक्ष लगाउनु भएको रहेछ। यो कटर चाहिँ मैले थाहा पाउँदा पनि यत्रै थियो, अहिले पनि यस्तै छ। भयङ्कर पुरानो कटरको रुख। अनि यता दिदीको घर भएको यो माथलो अघि पनि देखाएको छु, यो सासूहरूको घर हो। अनि यहाँ तल कटरको रुख छ, म एकछिन देखाउँछु। यहाँ भयङ्कर पहिलेको पुरानो धारा, यहाँबाट खराङतिर जाने बाटो हो यो टारबारी भएको। अनि पर पनि एउटा घर छ, त्यो देखाउँछु यहाँलाई। घरमा मान्छे हुनुहुन्छ होला अहिले, भैँसीहरू चाहिँ देखिन्छ। अनि यो टारबारीको सिरानमा एउटा घर रहेछ भने उताबाट पनि यहाँ एउटा घर देखिन्छ है। यो गोरेटार हो, चैनपुर नगरपालिकामा पर्छ यो। मकै छर्ने सिजन भएछ, बारीभरि यसरी बोरामा चाहिँ मकैको लागि चाहिँ मलहरू थुपार्नु भएको छ भने। यो आँपको रुख चाहिँ धेरै पुरानो रुख है। यो आँपको रुख चाहिँ फालीकोटबाट छर्लङ्ग देखिन्छ। आँपको रुख छेउमा आएर यो भिडियो बनाइरहेको छु। यो चाहिँ अघि देखाएको घर हो भने माथि चाहिँ राम्रो एउटा जङ्गल छ, यो टारबारी। यता चाहिँ सोल्टियरको घर छ है। यता पनि घर रहेछ, एउटा रातो टिन लगाएको घर छ। घर त यहाँदेखि अझै तल पनि छ होला। म चाहिँ अब यत्तिकै यहीँबाट भिडियो बन्द गर्नु पर्यो।
ल लाग्छु है देपा हस् हुन्छ हस् अब म आज धरानतिर पुग्छु इटरीतिर त्यस पछाडि काठमाडौँ हुँदै जान्छु हुन्छ हस् भाइ ल हस् धेरै वर्ष पछाडि सोल्टी र मेरो चाहिँ भेट भयो है अनि सोल्टी चाहिँ अहिले घरतिर जाँदै हुँदो रहेछ माथि सोल्टी चाहिँ तल सभा खोलामा बस्नुहुन्छ वहीँ घर छ बन्द व्यवस्था वहीँ छ व्यापार व्यवसाय होइन सोल्टी सोल्टीको नाम चाहिँ आफ्नै मुखले भन्दिनँ झलक राई झलक राई गोरेटार तल सर्नुभयो कति भयो सोल्टी तपाईँको अहिले 15-17 वर्ष 17 वर्ष भइसक्यो है देश परदेश पनि धेरै बस्नुभयो होइन सोल्टी हामी लगभग सँगै हुर्केको अहिले आफ्नो कर्मले गर्दा कहाँ कहाँ पुग्नु परेछ बाध्यता दुःख त लाग्छ नि मनमा त सम्झिरहेको छु सोल्टी अब के गर्नु अनि बहिनीहरूसँग चाहिँ भेट भइरहेको छ साम्पाङ रहेछ बहिनीको घर हजुरको ससुराली होइन अनि तल भाउनेमा नि हुनुहुँदो रहेछ दिदीहरू अस्ति भेटघाट गरेर आएको यो चौतारामा अस्ति म गीत गाउँदै झरेको थिएँ आज सोल्टीसँग भेट भयो अनि मेमोरेबल भिडियो है यो चाहिँ हाम्रो अघि सोल्टी माथिसम्म एउटा त्यो हाम्रो दिदीको कुकुरले मलाई छोड्न आएको थियो अनि माथिबाट घर जा भनेपछि गयो खुसी लाग्यो ल सोल्टी हात हल्लाइदिनु हुन्छ हुन्छ यो सभा खोला हो यो सभा खोला चाहिँ उतापट्टि तुमलिङ टारको यो कत्ले भन्ज्याङतिर छुएको छ भने यता चाहिँ घोरेटारको क्षेत्रबाट चाहिँ मैले भिडियो बनाइराखेको छु सभा खोला सभाको पुल उता पर पर्छ यो हो है सभाको पुल पहिले चाहिँ धेरै तल कत्ले भन्ज्याङको फेदमा पुल थियो अहिले चाहिँ गाडी यातायातको सुविधालाई माथि एउटा पुल बनाइएको छ सबैलाई थाहा छ अब त्यो तल एउटा ड्याम बनाइएको रहेछ यो त मैले नयाँ पो देखेँ पहिले थिएन यहाँ त माछा पनि मार्न सकिन्छ होला त्यो कहिले बनाउनु भएछ यहाँ माथि माथि त गाडी आवाजात गर्न नि मिल्छ है क्या यो सभा खोला यतातिर पहिले धेरै पौडी खेलेँ म भेनासँग पनि धेरै फोटो घुम्न आएँ माथि घोरेटार जाने बाटो म चाहिँ भिडियो बनाउँदैछु यो चौतारामा बसेर है सामानहरू यहीँ राखेर म चाहिँ अब नेपाल छोड्दैछु दर्शकबिन म यतिखेर चाहिँ सभा खोलामा छु सभा खोलामा आएर चाहिँ हाम्रो नानासँग भेटेको छु अनि त्यसपछि हाम्रो भेनासँग पनि भेटिराखेको छु है नानालाई अस्ति नै भनेको थिएँ म यता जहिले निस्किन्छु अनि त्यतिखेर भेट्छु है भनेर नानाले चाहिँ आश गरिराख्नु भएको रहेछ खुसी लाग्यो नाना नाम भनिदिनु न एकपल्ट आफै रुद्रमाया राई रुद्रमाया राई हाम्रो नाना चाहिँ भेनाको दिपबहादुर राई देवबहादुर राई हजुर खुसी लाग्यो भेना है अनि म चाहिँ के हुन्छ भन्दाखेरि आफ्नो आफन्त इष्टमित्रहरू सबैलाई आउँछु भन्ने ठाउँमा एकपल्ट पुगेरै छाड्छु अनि अहिले चाहिँ म विदेशतिरको यात्रा हो नानालाई भेट्छु नानालाई भेट्दाखेरि खुसी लाग्छ आफ्नै दिदी भेटे जस्तो लाग्छ है अनि हरेक पटक आउँछु नानासँग एउटा फोटो खिच्छु उहाँको एकदम स्वभावहरू चाहिँ एकदम नरम हुनुहुन्छ दानी हुनुहुन्छ के भन्नु है म सम्झिरहेको छु परदेशमा गए पनि अनि हाम्रो नाना भेनाहरूलाई कसले चिन्नुहुन्छ कमेन्ट गर्नु अनि एकपटक त बहिनीले पनि होइन
हजुर बहिनीले नानाको छोरीहरूले पनि हेर्नुभएको छ मेरो भिडियो हजुर हेर्नुभएको छ होला हेरेको छ होला उहाँले कमेन्ट गर्नुभएको थियो भन्दै म यो भिडियोको चाहिँ अन्तिम चरणमा चाहिँ छोटो भिडियो भयो नाना हात लगाइदिन्छ हुन्छ धेरै धेरै धन्यवाद धेनालाई पनि देखाउँछु एउटा गाडी आउँदैछ अरे नाना नानालाई फेरि एकपल्ट देखाउँछु है भयो हौ भाइ हजुर पछि हेर्न मिल्छ नि अब अर्को पटक कहिले हो कहिले 2 वर्षमा आउनुहुन्छ हजुर 2-2.5 वर्ष लाग्छ है नाना हस्